रहेछ ज्वाइँ खुर्सानी पनि बुढी घरमा नहुँदा चाहिँ यस्तो गाह्रो हुन्छ गाइस है। हामी जस्तो बिहे गरेको मान्छेलाई घरमा बुढी नहुँदाखेरि कता के पकाउने कता के राखत धागन थाहा हुँदैन। त्यो निकालेर आलु चाहिँ हाल्यो ताँकीको साग आयो फेरि यता स्याट पेलाएर खसी ताँकीको साग त्यसरी बन्दैछ। आलु प्याज हालिसक्यो। अब फेरि यतातिर साग पनि हाल्दैछु। चम्मच होइन आलु तेरा रङ्ग ओ मेरो सालु भनेको होइन कि। अब मसेरा पनि हाल्यो। ल अब स्पेसली बन्न थालु तरकारी खाने भए अब हामी खाने मान्छे फेरि हामी आज फेरि टन्ने छौँ। फाइनली चाहिँ अब तरकारीमा मसला हाल्ने बेला हुन लाग्यो होइन गाइस। ओहो तरकारी कस्तो हुन्छ फेरि मसला फेरि यता ओरिजिनल हो क्या फेरि त्यस्तो लरपर हुँदैन क्या हाम्रो चाहिँ घरमा। तर सिङ्गल भएको घरमा बुढी नहुँदा चाहिँ मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ। आफूलाई खानलाई आफूले तरकारी पकाउनु पर्दा साह्रै गाह्रो हुँदो रहेछ गाइस। त्यही भएर तनाव छ। स्पेसली चाहिँ अब हल्का चाहिँ पानी अरूतिर त अब के गर्नु अब धनी मनीले त तरकारीमा अब झोल हाल्दाखेरि पैसा के हाल्छ होला। आफ्नो चाहिँ चल्ल सङ्लो पानी हालिन्छ स्याप लाएर लुजा। म चाहिँ फेरि झोलको लभर हो क्या। फेरि पानी चाहिँ हाम्रो यो गाउँको पानी जति हालेर तरकारीमा पकाए पनि लास्टमा लतकै हुन्छ क्या। आलु चाहिँ होइन है पानी भनेर चाहिँ के हो मरमसला हालेपछि त बाक्लै त हुन्छ नि। पाक्यो तरकारी ल हेर गाइस तरकारी चाहिँ फाइनली चाहिँ अब पाक्यो। उनलेको सुन्यो होला नि गिडी अभी मजा आएगा ना भिडो।